हेलो गाइज वेलकम ब्याक टु माई टुडे न्यू ब्लग। आज चाहिँ म मनबाग आएको छु मामा घर। आज चाहिँ म यसो यतातिरको चाहिँ भ्यू हेर्नको लागि चाहिँ हिँडेको छु। यतै खोलो चाहिँ ऊ त्यहाँ आइसिका सुरक्षा अगाडि गएर भेटौँला। अहिले चाहिँ हामी आउँदैछौँ, यहाँबाट आइँदैछौँ। हामी चाहिँ यहाँ पुलमा आउनु लाग्यो। खास यो पुल हो, खास मेन पुलमा आउनु लाग्यो चाहिँ देखिन यहाँ चाहिँ पछाडि पुल हो, खास मेन आउनु लाग्यो चाहिँ हामी यो पुल। त्यहाँबाट चाहिँ राम्रो भ्यू आउँछ भनेर यता खोलातिरको खोलो त्यहाँ। फाइनली हामी चाहिँ झर्न लाग्छौँ। पुल चाहिँ देखाएँ, बाटो चाहिँ यस्तो खतरनाक छ। फाइनल फाइनली यहाँ चाहिँ आइसक्यो। यहाँबाट चाहिँ खेत देखिन्छन् खोलो तल। यो चाहिँ रेडी खोलो हो खास भन्नुपर्दा चाहिँ। ऊ त्यहाँ चाहिँ माछा मारिरहेका छन् नि। ऊ त्यहाँ हल्का यो सानो मान्छे देख्यो त्यहाँ। अनि यहाँ पनि मान्छे माछा मार्न बस्नुभएको छ। निकै राम्रो छ यहाँ। निकै राम्रो लाग्यो यहाँ खोलाको आनन्द चिसो वातावरणमा। हेर्नुहुन्छ सुनसान छ, यहाँ कोही पनि छैन। यति राम्रो छ। म पनि पहिलोचोटि आएको यहाँ। हाम्रो खास माहौल चाहिँ यही हो। यहाँबाट 5-10 मिनटमा पुगिन्छ खास। तर म यो चाहिँ यो ठाउँ लोकेसनमा चाहिँ आएको थिइनँ, किनभने पहिलोचोटि। किनभने त्यो हाम्रो अलि ओरपट्टि रहेछ यो चाहिँ अलि डाँडाको यतापट्टि रहेछ। मलाई पनि थाहा छैन। यहाँ कसो गर्दा थाहा भएर आएको। यो चाहिँ निकै राम्रो लाग्यो मलाई नि। हुन्छ जङ्गलको बिचमा जस्तो निकै शान्त खोलाको। हजुर सुन्नु सक्नुहुन्छ खोलाको आवाज आनन्दले पिस के। जीवनमा चाहिएको भनेको यही हो नि, हो कि नै हो नि। मनमोहक आवाज कति सानो आए जस्तो लाग्यो। खोलाको आवाज छ यी हेर्नु सक्नुहुन्छ। दृश्य देख्दै नजाम जस्तो कि मलाई त लास्टै मन पर्यो है। त्यहाँ सिकाएर सुरक्षा त्यहाँ चाहिँ माछा मार्न लाउँदैछ। लास्टै राम्रो है। वेयर इज पिस? दिस इज पिस गाइज। ओ माय गॉड, देख्न सक्नुहुन्छ हजुरले यहाँ हामी आएका छौँ एक अद्भुत ठाउँमा जहाँ चाहिँ निकै नै शान्त वातावरण रहेको छ। हाम्रो पछाडि रहेको छ एउटा खोला। यो खोलाको चाहिँ रेडी खोला हो, खास 3Dमा मिसिने खोला। यसलाई खाली गण्डकी चाहिँ भन्न मिलेन, किनभने उता मिसिन्छ। यो चाहिँ रेडी खोला हो खास भन्नुपर्दा। यहाँ चाहिँ जङ्गल छ पछाडि हेर्न सक्नुहुन्छ है। अयो मा यो क्या हुआ। हामी आएको बाटो त्यो त्यहाँ हल्का पहिरो गएको जस्तो छ नि त हामी आएको बाटै। मलाई यहीँ बस्नु मन लाग्यो के नि। अब हुन्छ त जति पछाडि गयो त्यति राम्रो भ्यू क्याप्चर हुँदै जान्छ। यो पहाड, यो सुन्दरतामा मनमोहक भएको छु म। गाइज चाहिँ हामी यहाँबाटै अझ त होला। यहाँबाट झर्दैछौँ। यी बाटो डर लाग्दो छ। यो चाहिँ पुल, यो चाहिँ सब गाउँकालाई थाहा होला। यो चाहिँ के पुल? बाँसको पुल। जान्छ 2 जना चढेबाट।
कि हामी तल तल आउनु लाग्यो तल लेभलमा झऱ्यो यहाँ तल झर्ने चाहिँ कसरी हो खै भन्ने थाहा भएन चाहिँ हामी खोला तिरैतिर मनमा छ पिरै पिर भन्नु कसैलाई भन्दै हिँडिरहेछौँ बाटो नि थाहा छैन त्यसले यस्तो यस्तो बाटोमा यस्तो झुडीमा हिँड्दैछौँ झुडी पुल त्यहाँ छ मैले तल खोलामा जाने बाटो खोज्दैछु भेटिन्छ कि हेरौँ भेटे बार तपाईँहरूसँगै जाम नभेटे पर यो भिडियो अपलोड हुन्छ कि हेरौँ खोज्दै म चाहिँ यहाँ है यहाँ चाहिँ खेतहरू छन् त्यहाँबाट चाहिँ खोलामा झर्ने बाटो रहेनछ म लोट्नै लगाएको थिएँ त्यही भएर म नि फर्किन लाएँ खोला यहाँ छ तल वाइड एङ्गलबाट देखाउनुहुन्थ्यो के नि त्यही पनि देख्नु भएको छ हजुरले जङ्गल है जङ्गलको बाटो अकेला आदमी क्या करे भाइ जान गाइज रिटर्न ब्याक टु द पुल अब चाहिँ जाने हामी घरतिर हिँड्न लाग्यो घरतिर फर्किन लाग्यो